ट्विटरको तर्फबाट डेभलपरलाई चाहिँ यो न्युज नै भन्नुपर्छ है। अब मार्केटमा अहिले एउटा लिङ्क्स फ्रेमवर्क आएछ मोबाइल एप बनाउने। मोबाइल एप मात्र नभनौँ, अब यो एन्ड्रोइड आइओएस वेब एपहरू सबै बनाउने, लाइक फ्लटरहरू जसरी है। यो चाहिँ रियाक्ट चलाइरहेकाहरूलाई युज गर्न धेरै नै सजिलो हुने रहेछ। लिङ्क्सको पर्फर्मेन्स चाहिँ एकदमै दामी। अब यो पर्फर्मेन्स त हामीले टिकटक एपलाई हेरेर पनि भन्न सकिहाल्छौँ कति हुने रहेछ भनेर होइन। त्यसपछि अर्को भनेको चाहिँ सिएसएस डाइरेक्टली सपोर्ट गर्ने रहेछ है। अब यसको अर्को खतरा कुरा भनेको चाहिँ रियाक्ट नेटिभमा जस्तो एनिमेसनमा समस्या आउँदैन। अब यसको चाहिँ डुअल थ्रेडेड आर्किटेक्चर, जसमा एउटा चाहिँ भनेको युआई थ्रेड छ। यसले चाहिँ इभेन्ट रेन्डरिङ र एनिमेसन चाहिँ काम गर्छ। र अर्को भनेको चाहिँ लजिक थ्रेड, जसले चाहिँ लजिकलाई सेपरेटली चलाइदिन्छ है। अब नेटिभ सिएसएस नै सपोर्ट गर्ने भएकोले यसलाई टेलविन्डहरू जस्तो एक्स्ट्रा फ्रेमवर्कहरू चाहिँदैन है सिएसएसको लागि। र अब मार्कअप ल्याङ्ग्वेज, मार्कअप कम्पोनेन्टहरू पनि युज गर्न मिल्ने रहेछ है। लाइक अब स्ल्यास इमेज होइन त्यसरी। र रियाक्टमा जुन स्टेट म्यानेजमेन्टको लागि जसरी युज स्टेट, युज इफेक्ट, हुकहरू युज गर्थ्यो नि, हो त्योहरू सबै युज गर्न मिल्छ है। र अर्को खतरा भनेको चाहिँ यसलाई चाहिँ एक्जिस्टिङ प्रोजेक्टमा पनि इन्स्टल गरेर चलाउन मिल्छ। अब सिस्टम कम्पेटिबिलिटीको लागि चाहिँ हेर्दाखेरि नोड.जेएसको भर्जन 18 भन्दा माथि चाहिन्छ है यसको लागि। अनि यो चाहिँ अब रियाक्ट चलाइरहेको डेभलपरहरूलाई त यो त गजबको कुरो होइन र।